दैलेखको भविष्य कस्तो होला त? ल, आज हामी दैलेख निर्वाचन क्षेत्र नम्बर 1 को लागि तयार पारिएको एउटा बृहत योजनाको गहिराईमा डुबुल्की मारौँ है त। यो भन्नुस् न, केवल कागजको योजना मात्र होइन, यो त सिङ्गो क्षेत्रको कायापलट गर्ने एउटा खाका हो। त्यसो भए यो योजना के कुरामा अडिएको छ त? आउनुहोस्, यसका 5 मुख्य आधारहरू सरसर्ती हेरौँ। पहिलो हो शासन र जवाबदेहिता। त्यसपछि आउँछ विकासको जग यानी पूर्वाधार, अनि जनताको सशक्तिकरण, आर्थिक समृद्धि र रोजगारी, र अन्त्यमा दिगो भविष्यको सुनिश्चितता। ल सुरु गरौँ पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण पाटोबाट, शासन र जवाबदेहिता। आखिर बलियो र पारदर्शी सरकार भएन भने अरू विकासको के अर्थ, हैन र? यहीँबाट त हो विश्वासको जग बस्ने। अब यो प्रतिबद्धतालाई साँच्चै व्यवहारमा उतार्न केही मुख्य सिद्धान्तहरूमा जोड दिएको छ, जस्तै भ्रष्टाचारमा जिरो टलरेन्स, मतलब कुनै छुट छैन, अनि हरेक काम पारदर्शी हुनु पर्यो, प्रशासन जनता मैत्री हुनु पर्यो, र सकेसम्म डिजिटल सेवाहरू प्रयोग गर्ने, र सबैभन्दा चाखलाग्दो, हरेक वर्ष कामको रिपोर्ट सिधै जनतालाई बुझाउनु पर्ने। यसले शासनलाई साँच्चै नै जवाबदेही बनाउँछ। यहाँ एउटा एकदमै गजबको कुरा छ है। यो योजनाले हरेक सरकारी प्रोजेक्टलाई कसरी जवाफदेही बनाउँछ भन्ने एउटा चक्र नै बनाएको छ। हेर्नुस् है, प्रोजेक्ट सुरु गर्नु अघि नै जनतासँग छलफल, काम गर्दा पुरै पारदर्शी, र काम सकिएपछि अनिवार्य रूपमा सामाजिक परीक्षण, मतलब खर्च भएको एक पैसाको हिसाब जनताले पाउँछन्। ल, अब लागौँ दोस्रो स्तम्भतिर, जसले दैलेखको प्रगतिको लागि भौतिक जग बसाल्छ। त्यो हो पूर्वाधार। यस्तो पूर्वाधार जसले हरेक गाउँ, हरेक बस्तीलाई विकाससँग जोडोस्। यहाँ लक्ष्य एकदमै स्पष्ट र महत्त्वाकांक्षी छ। दैलेखका सबै पालिकाहरूलाई जोड्ने 12 महिना चल्ने सडक सञ्जाल। सोच्नुस् त, अब कुनै पनि समुदाय बर्खामा वा हिउँदमा सम्पर्कविहीन हुनु परेन। तर कुरा सडकको मात्रै कहाँ हो र? यो योजनाले त हाम्रो दैनिक जीवनलाई छुने हरेक कुरालाई समेटेको छ। खेतबारीसम्म पुग्ने कृषि सडक, खोला तर्न पक्की पुल, ढुक्कले बस्न मिल्ने सुरक्षित घर, सफा खाने पानी, अनि घर घरमा बिजुली, यी सबै कुराले नै त हो जीवनस्तर माथि उठ्ने। ओके, बाटोघाटो र अरू पूर्वाधारको जग त बस्यो। अब पालो आयो त्यसमाथि दैलेखका जनतालाई सशक्त बनाउने। तेस्रो स्तम्भले सिधै शिक्षा, स्वास्थ्य र सामाजिक समावेशीकरणमा लगानी गर्ने कुरा गर्छ। खासमा मानव विकासका लागि 3वटा कुरा एकदमै महत्त्वपूर्ण हुन्छन्, होइन त? राम्रो शिक्षा, सजिलै पाइने स्वास्थ्य सेवा, र समाजमा कोही पनि नछुटुन् भन्ने कुरा। यो योजनाले ठिक यिनै 3 क्षेत्रलाई केन्द्रमा राखेको छ। त्यसो भए यो गर्ने कसरी त? योजनामा केही ठोस कदमहरूको कुरा छ, जस्तै अबको कक्षा कोठामा प्रविधिको प्रयोग हुनेछ, स्थानीय बजारलाई चाहिने खालको प्राविधिक शिक्षा दिइनेछ, जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरहरू हुनेछन्, र दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था। यस्ता पहलहरूले साँच्चै नै हरेक व्यक्तिलाई अघि बढ्न हौसला दिन्छन्। ल, राम्रो शासन, राम्रो बाटोघाटो अनि शिक्षित र स्वस्थ नागरिक, सबै ठिक छ। तर अब सबैभन्दा ठूलो प्रश्न, रोजगारी र पैसाको के हुन्छ? हो, यसको जवाफ दिन्छ चौथो स्तम्भले, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राख्छ। यो आर्थिक रणनीतिको मुटुमा 3वटा क्षेत्र छन्। पहिलो कृषि, दोस्रो स्थानीय उद्योग, र तेस्रो पर्यटन। वास्तवमा दैलेखको सम्भावना पनि यिनै 3 क्षेत्रमा लुकेको छ। यो एउटा वाक्यांशले पुरै आर्थिक योजनाको सार बताउँछ। सिप पुँजी बजारलाई जोड्ने रोजगारमुखी नीति। यसको मतलब के हो भने, पहिलो मानिसलाई काम लाग्ने सिप सिकाउने, दोस्रो काम गर्नका लागि चाहिने पैसा वा पुँजीको व्यवस्था गर्ने, र तेस्रो उनीहरूले उत्पादन गरेको सामानलाई बजारसम्म पुर्याइदिने। एकदमै व्यावहारिक सोच होइन त? र अब हामी आइपुग्यौँ अन्तिम तर सायद सबैभन्दा दूरदर्शी स्तम्भमा, जसले के सुनिश्चित गर्छ भने आज हामीले गरेको विकास भोलिका पुस्ताका लागि पनि सुरक्षित रहोस्। यो हो दिगो भविष्य। यहाँनिर 2वटा फरक सोचको तुलना गरिएको छ। एकातिर छ छोटो समयको फाइदा हेर्ने सोच, अर्कोतिर छ लामो समयसम्म टिक्ने विकास। यो योजनाले स्पष्ट रूपमा दोस्रो बाटो रोजेको देखिन्छ, मतलब तत्कालको नाफाभन्दा वातावरणको संरक्षण महत्त्वपूर्ण। माथिबाट लादिएको निर्णयभन्दा स्थानीय सरकारको भूमिका ठूलो, र स्रोतको जथाभावी दोहनभन्दा जलवायु परिवर्तनसँग जुझ्न सक्ने क्षमताको विकास। अब यो लक्ष्य हासिल गर्न के गर्ने त? योजनामा केही ठोस कामहरू छन्,
जस्तै वन जोगाउने र नयाँ रुख रोप्ने, बाढी पहिरो जस्ता जोखिम कम गर्ने, जलवायु परिवर्तनसँग जुझ्न सक्ने खालको खेतीपाती र पूर्वाधार बनाउने, र सबैभन्दा महत्त्वपूर्ण स्थानीय सरकारलाई बलियो बनाउने ताकि हरेक योजनामा आम नागरिकको आवाज समेटियोस्। समग्रमा हेर्दा यो बृहत खाकाले दैलेखको भविष्यको एउटा निकै सुन्दर र आशालाग्दो तस्बिर देखाउँछ। तर अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न त बाँकी नै छ। के यो महत्त्वाकांक्षी योजनाले साँच्चै दैलेखको मुहार फेर्न सक्ला त? यसको जवाफ यो कागजमा होइन, बरु यसको कार्यान्वयन कति प्रभावकारी हुन्छ र त्यसमा नागरिकको निगरानी कस्तो रहन्छ भन्ने कुरामा लुकेको छ।